ब्लगिङको क्यामेराको लागि म तपाईँहरूलाई देखाउन चाहन्छु आइफोन 12 हो यो। अब यो आइफोन 12 ले तपाईँहरूलाई हामीले ब्लगिङ गर्दाखेरि कतिको अब एङ्गल भ्यू एङ्गल होइन वाइड एङ्गल कतिको एरिया क्याप्चर गर्छ यसको जानकारी तपाईँहरूलाई दिन सक्छु कि सक्दिनँ म ट्राई गर्छु र अनि राम्रो लाग्यो मलाई पनि क्यामेराहरू ठिकै लाग्यो होइन। यसको प्राइस हेर्दाखेरि फ्लिपकार्टमा अब होइन 49-48 त्यस्तो उयो आउँछ आइफोन 12 को तपाईँले हेर्न सक्नुहुन्छ सबै होइन। अब माने अल्ट्रा वाइड एङ्गल चाहिँ तपाईँहरूलाई कति एमएम दिँदो रहेछ 0.5x जिरो वाइड एङ्गल पछाडि देखाउँछ होइन। यो चाहिँ अब हेर्नुहोस् यति होइन अल्ट्रा वाइड हो एकदम त्यसको क्लियरिटी एकदम देखिन्छ। अब तपाईँहरूलाई एकदम हेर्नुहोस् एकदम कोही पछाडिदेखि भ्यू देख्दाखेरि यत्रो वाइड एङ्गल यत्रो अगाडि उयो देखाउँछ कि अनि क्वालिटीहरू पनि एकदम 60 fps 4K उयोमा हुन्छ एकदम क्वालिटी पनि हाई फाई छ र क्वालिटीको लागि टेन्सन गर्नुहोस् होइन। अरू बजेट चाहिँ अलि धेरै लाग्यो मलाई पनि होइन। आइफोन 12 अहिले त 67 कति भइसक्यो त्यही पनि यसको दाम प्राइस फ्लिपकार्टमा अलिकति पनि नघटेको कारणले भ्यूहरू चाहिँ एकदम राम्रो लाग्छ र अनि यतिकै अब ब्लगिङ गर्नुको लागि चाहिँ राम्रो छ। यता स्टोरेज चाहिँ अब तपाईँले स्टोरेज लिएर हुन्छ मेरो चाहिँ अब 64 स्टोरेज छ र 64 स्टोरेजको चाहिँ अब अलिकति रेकर्ड गर्दाखेरि धेरै प्रब्लम पर्छ र अनि तपाईँहरूले चाहिँ अब 120 यस्तोको लिनुभयो भने चाहिँ अलिक दाम पर्छ प्राइस धेरै पर्छ होइन। अब अब हेर्नुहोस् एकदम डाइरेक्ट आएको छ नि त घाम मेरो अनुहारमा घाम डाइरेक्ट आउँदा पनि तपाईँहरूलाई हेर्नुहोस् यस्तो चाहिँ घाम यहाँ हुँदा पनि अनुहारमा डाइरेक्ट लाग्दा पनि केही हुँदैन। हेर्नुहोस् यहाँ हाम्रो भाइ चाहिँ अब जाँदैछ कि यो चाहिँ अब पानी खेल्ने हो पानी यहाँ चाहिँ अब पानी खेल्नेको लागि भाइ जाँदैछ भाइ पानी खेल्नुको लागि तयार छ होइन। यो तपाईँले देख्नुहुँदैछ नि त एन्ट्री गरेको म चाहिँ अहिले अर्को जग्गा होइन ब्लगिङ गर्दा कस्तो हुन्छ अब आइफोन 12 ले ब्लगिङ कस्तो हुन्छ होइन। म चाहिँ अहिले चाहिँ फिलहाल चाहिँ अब यो नागसङ्गर आइपुगेको छु कि नागसङ्गरदेखि तपाईँहरूलाई चाहिँ यहाँ त्यो नागसङ्गरको ब्लगिङ देखाउँदैछु। अब वाइड एङ्गल लेन्समा ब्लगिङ कस्तो हुन्छ होइन हेर्नुहोस् होइन। यहाँदेखि यहाँ चाहिँ माछाहरू छ कि कछुवाहरू छ ठुल्ठुलो सोल माछा कछुवाहरू एकदम छ कि एकदम हेर्नु मन लाग्छ मलाई चाहिँ। यो चाहिँ माने म सालमा कहिले 2 बार 1 बार आइबस्छु कि मजा लाग्छ राम्रो लाग्छ कि अनि हेर्नुहोस् कि यसको भ्यू अब यहाँ साथी भाइहरू जानुहुँदैछ भाइहरू जाँदैछ कि भाइहरू जाँदैछ र अनि यहाँ घरहरू मन्दिर आयो चाहिँ अब तपाईँको अब हामी चाहिँ मन्दिरमा चाहिँ जान सिधै अब कछुवा र माछालाई चाहिँ अब दाना खुवाउँछौँ होइन। दाना खुवाएर यहाँ चाहिँ हामी घर निक्लिन्छौँ। यसरी फिलहाल चाहिँ हामी चाहिँ घुम्नु निक्लेको थियौँ बर्खी थियो मराकाम लखरामा मराकाम हुँदाखेरि चाहिँ म यहाँ चाहिँ अब यसै घुम्नु आएको नि त होइन। राम्रो लाग्छ कि कछुवालाई माछा खुवाउनु अब माछालाई दाना साना खुवाउनु होइन एकदम दामी लाग्छ कि यहाँ चाहिँ हेर्नुहोस् अहिले बिहान मौसम छ नि त बिहान मौसममा हेर्नु कछुवा कस्तो छ बिहान मौसम छ अरू कोही मान्छे छैन यति मान्छे छैन कि नत्र अलिकति समय पार भयो भने चाहिँ मान्छे धेरै हुन्छ। अब यहाँ हेर्नुहोस् कस्तो छ यहाँ चाहिँ अब यहाँ पछाडि हेर्नुहोस् कि ब्याकग्राउन्ड त होइन वाइड अल्ट्रा वाइड एङ्गलले त धेरै नै उयो गर्छ कि यत्रो घाम छ त्यही पनि अनुहारलाई रातो गर्छ कि यहाँ मान्छे रहेछ कि एक दुईवटा यहाँ मान्छे छ अब भर्खर सुत्नु चाहिँ यहाँ हाम्रो भाइ छ है। यहाँ चाहिँ हाम्रो भाइ छ मैले चाहिँ अब माछा लिएको यो सिद्रा माछा दिन्छु क्या हाम्रो यहाँ बिस्कुट पहिला दिन्थ्यो बिस्कुट आजभोलि दिन्न बिस्कुटले धेरै कछुवाहरू माछाहरू बिमार भयो अरे कि त्यो अहिले माछा नै खुवाउने उयो गर्छ। अनि हेर्नुहोस् यहाँ पुरा कछुवाहरू टन्नै छ के कछुवाहरू र टन्नै छ माछा चाहिँ मैले चाहिँ सोल माछाहरू चाहिँ अहिले बहुत दिन यत्रो ठुल्ठुलो देखेँ कि अब यो दिन्छौँ कि यो दिनुलाई पनि अब धर्ने मान्छे छैन अब यत्तिकै दिनु पर्यो नि हेर्नु माछालाई चाहिँ दिनु पर्यो होइन। भाइले छोड्यो खानु त एकैछिनमा खान्छ नि त अहिले भोकै छ त अब भरे दिनमा चाहिँ धेरै मान्छेले दिँदा अगाएर चाहिँ अनि त्यहाँदेखि खानु छोड्छु कि अहिले त भोकलाई त बाप्रे खाएर कता रङ खान्छ नि त एकैछिनमा खतम पारिहाल्छ कि अनि यस्तै अब ब्लगिङको लागि त यो फोन मलाई चाहिँ यसै बेस्टै लाग्यो होइन। ब्लगिङ लागि क्वालिटीहरू हेर्नुहोस् एकदम आइफोन 12 को क्वालिटी चाहिँ मलाई चाहिँ ठिकै लाग्यो लेकिन प्राइस अलिक धेरै दाम भयो जस्तो लाग्यो कि मलाई पनि तर पनि केही छैन। अब तपाईँहरूले लिनु छ भने चाहिँ अब बहुबज्यु क्वालिटीहरू चाहिँ एकदम सही छ होइन एकदम नेचरल क्वालिटी एकदम कोही फाटाफाटी गर्दैन होइन। लेकिन सिनेमेटिक उयो चाहिँ छैन अब होइन। अब ब्लर जुन ब्याकग्राउन्ड पछाडि ब्लर गर्छ त्यो चाहिँ अप्सन छैन यस यो क्यामेरामा यो फोनमा आइफोन 12 मा त्यो ब्याकग्राउन्ड ब्लर स्लरको केही छैन। फोटोहरू चाहिँ ठिक हुनसक्छ फोटोहरू चाहिँ एकदम राम्रो क्वालिटीको दिन्छ। यहाँ हेर्नुहोस् अब फोटो होइन फोटो भाइको खिचेको कति मस्त छ पोर्ट्रेटमा हेर्नुहोस् एड्रेसहरू सबै ठिकठाकै छ चुलो अनुहार सुनमा ठिकै छ। माछा हेर्नुहोस् सोल माछा
यत्रो कत्रो छ माछा पनि यो भने यसरी जोग्दा यही माछा सल माछा 3-4-5 केजीको जस्तो छ। 4-5 किलो त हुन्छ, बढी पनि हुन्छ होला। र अनि यहाँ चाहिँ हामी अब एकदम माछा हेरेर छक्कै परिगयो कि अब पहिला त एकबार आएको थिएँ, माछा चाहिँ देखेको थिएन क्या यत्रो ठुल्ठुलो। अहिले चाहिँ माछा सल माछा यत्रो ठुल्ठुलो देखेको छु यहाँ, किनभने यहाँ हालेको थियो होला कछुवालाई खानु भएर सल माछा, तर माछा खाइ